आज चाहिँ हामी त नयाँ घरमा सरसफाइ गर्दैछौँ। म चाहिँ बढाएर भ्याएँ, मेरी बुढी यहाँ फ्रिज सफा गर्दैछु। सफा गर्दै तरकारी नै हालेर भ्याइन्छ। आज चाहिँ हामी यता पकाएर खान्छौँ। एकछिन किचन चाहिँ मिलाउँदै बाँकी छ। आज चाहिँ हामी हाम्रो लिभिङ रुमको यो दराज सेटअप गर्दैछौँ। पत्र गोल छ यहाँ इन्जिनियर साहबले चाहिँ यहाँ पुरै फिगर आउट गर्दै हुनुहुन्छ होइन। म चाहिँ अलिअलि हेल्प गरिदिएको छु यस्तो पेन्सिल लिएर। काटेको भने चाहिँ साइडमा केही होला। ल अब अहिले हामीले फिनिसिङ देखाउँछौँ एकैचोटि। अहिले चाहिँ यस्तो छ। ल प्रोग्रेस चाहिँ अहिले यति भयो। अब धेरै छैन, सकिन लाग्यो जस्तो छ। नेपालबाट आएको चाहिँ मेरो यो बक्स छ। हामी चाहिँ अहिले हाम्रो नयाँ अपार्टमेन्टमा छौँ। अपार्टमेन्ट टुर चाहिँ म अर्को भ्लग अथवा अर्को दिन सुट गर्छु। तर आज चाहिँ हामी नेपालबाट आएको बक्सको अनबक्सिङ गर्छौँ। एकदम राहेर नै आयो हुन्छ त तिमी पनि खोल्न। पज गर धेरै टाढो पनि अनबक्सिङ गर्दै त्यहाँ हाल्दै। अब चाहिँ अनबक्सिङ सुरु हुन्छ। सुरुमा चाहिँ हाम्रो यो चलेको थाल यस्तो छ है टेको चाहिँ। अनि यो चाहिँ अङ्खरा अनि यो छ पूजा गर्ने थाली। त्यो स्क्रिन त्यो जान्छ नि त। अनि फेरि के देखायो कहाँ देखायो। अनि यो हो बेसार। यो चाहिँ घरकै बेसार। मम्मीले चाहिँ काटेर कुटेर सुकाएर अनि पठाउनु भएको। ए घिउलाई त्यसमा हाल्नु पर्दैन, नर्मल टेम्परेचरमा छोडिदिनु हुन्छ। त्यहाँ माथि कता हाल्दैन हामीले। अनि यो चाहिँ के भन्छ पाँचफुरन प्लस यो ल्वाङ सुकमेल सबै भएको पोको। एउटा चाहिँ बक्समा हाल्नुपर्छ यो। अनि यो चाहिँ दालको। यो के हो थाहा छैन, नखोलिकन थाहा हुँदैन। ए यो चाहिँ उठ्दैछ। यो चाहिँ गुन्द्रुक हो, तर के भन्छ डकाईको गुन्द्रुक। यो चाहिँ उता घोरेपानीबाट कताबाट आएको है। यो चाहिँ मलाई चाहिँ यो घरको नर्मल भन्दा चाहिँ यो एकदम मिठो लाग्छ। यो पनि एउटा डिब्बामा हाल्नु। यो चाहिँ घरमा बनाएको मसौरा। यो कालो कालो मसौरा हुन्छ नि, तर अलिअलि फुटेछ हो। मम्मी अलिअलि फुटेछ है यहाँ।
कुनै कुनै अनि यो चाहिँ सिङ्की केबाट बन्छ अरे यो अनि अर्को छ यो चाहिँ अदुवाको धुलो यो पनि घरकै बारीको अदुवालाई मम्मीले काटेर सुकाएर पेलेर लोकल अनि यो छ माडा यो चाहिँ बहिनीले पठाएको उसले चाहिँ यो डिब्बामै बनाएको एकदम मिठो छ यो चाहिँ मिठो पिरो अलिअलि मिल्यो खाइसकेँ है तर अब यहाँ छ चाउचाउ थोरै पठाएर वाइ रारा नआएछ नि रारा नआएछ यो चाहिँ चाउचाउहरू है चाउचाउ अनि हाजमोला दुईवटा बहिनीले कलेजपछि पठाएको छ यो पठाउने काम चाहिँ बहिनीको अनि यो चाहिँ यो यसको नाम के अरे दार्जिलिङ के पात हुन्छ अरे बेलिप्स यो चियामा हाल्छ चिया मासु तरकारी यो केमा हाल्ने बस्न आछ अटेन टाइट कन्टेनर छ नभए सिट हाल्दै होला न के भन्छ अरू कुनै क्लास यो चाहिँ भट्ट घरकै भट्ट यो पनि यहाँ त अर्को माडा पनि रहेछ नि त म त देखेको नदेखेको रहेछ खै यस्तो कति धेरै माडा रहेछ नि त यो माडा त मैले देखेको थिइनँ माडा छ है एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा अनि हजमोलाको डिब्बा पनि छ फेरि अब अर्को यो चाहिँ नानी होइन गोविन्द सुकाउनु भयो भन्नुभएको थियो त्यही जस्तो लाग्यो मलाई गोविन्द सुकाएर पठाउनु भएको है यसको चाहिँ तरकारी खान मिठो हुन्छ अरे तरकारी खान मिठो हुन्छ भन्नुभएको छ हेरौँ ट्राई गर्छु म अनि यो चाहिँ मलाई जहाँसम्म लाग्छ पिठो हो यो चाहिँ फाफरको पिठो मैले यसको के खान्छु थाहा छैन रोटी सोटी आई डोन्ट नो थोरै थोरै झऱ्यो नि त मेरो पेट टाइट हुन्छ नि है ए मम्मीले यो यस्तै पठाउनु परेछ नि त हाम्रो नकिन्ने पनि हुने रहेछ यो चाहिँ बिरे नुन हो जस्तो लाग्यो बिरे नुन पठाउनु पर्छ तर मैले यहाँ किनिसकेको थिएँ ठिकै छ यो चाहिँ अर्को गुन्द्रुक हो अघिको चाहिँ अर्को डकाइवाला गुन्द्रुक थियो घोरेपानीको यो चाहिँ घरमै बनाएको घरकै सागको उस भएर त मलाई सिना खराब यो छ अर्को चाहिँ यो चाहिँ चुक अमिलो है यो डिब्बा चाहिँ अर्कै हो तर अर्कै छ तर यो चाहिँ चुक अमिलो अनि यो चाहिँ के हो थाहा छैन के हो
बेरी छैन र बट्टा बेरे छ नि त ए यो चाहिँ के भन्छ ज्योति अब मलाई चाहिँ काट्न खै आउँछ कि आउँदैन मलाई थाहा छैन ट्राई गरेको छैन सो मम्मीले घरबाट पठाउनु भन्छ यो काटेर फिटनेस भइसक्यो अब यो चाहिँ यो बक्समा आएको छ के आएको छ हेर्छु म यो चाहिँ चटपटे मसला यतिको प्याकिङ पाउँदो रहेछ त्यही भएर यो पनि पठाइदिनु भएको छ यो कस्तो हुन्छ एकदिन चाहिँ म चटपट खाएको पनि भिडियो बनाउँछु र यसको रिभ्यू दिन्छु अनि यो चाहिँ मेथी मात्रै मलाई चाहिँ मेथी मनपर्छ तरकारीहरूमा मेथी फुरन ए अघिको चाहिँ अर्कै मैले के भने ताज फुरन त यो रहेछ अघिको चाहिँ ल्वाङ सुकमेल र के हो त्यो रहेछ यो चाहिँ टिमुर दाना नै टिमुर पठाउनु भएको छ धुलो पनि छ कि के हो गेडावाला टिमुर यो पनि यो अर्कोवाला गुन्द्रुक है मसँग 3टा पोका गुन्द्रुक आएको छ तर 3 चाहिँ थरीवाला गुन्द्रुक हो एउटै चाहिँ होइन अब छ यो चाहिँ हाम्रो प्रेसर कुकर है यहाँ पाउँछ कि नै थाहा भएन पाए पनि महँगो नै हुन्छ होला त्यही भएर मैले नेपालबाटै मगाएको यो प्रेसर कुकर चाहिँ हाम्रो कुकर एउटा पनिर पनि रहेछ र अब पालोमा छ यो चाहिँ सिलम मलाई चाहिँ अचार खान एकदम मनपर्छ सो यो तिलहरू भन्दा चाहिँ मलाई सिलम नै मनपर्छ सो मसँग मैले धेरै नै सिलम मगाएको छु यो पनि हाम्रो घरको आफ्नै बारीको मकै नै हो यो चाहिँ कुटेको मसला है यो पनि मसला तरकारीमा हाल्ने मसला एउटा चाहिँ ब्यागमै राख्ने एउटा चाहिँ उसमा हाल्नु नगरको डिब्बामा मगाउनु पर्यो यो चाहिँ पिरो है यहाँको चाहिँ पिरो एकदम नराम्रो टाइपको हुँदो रहेछ सो यो पनि पिरो पनि मैले नेपालबाटै मगाएको होइन अब 2टा मात्रै बाँकी छ यो चाहिँ ला यही फुट्यो है यो चाहिँ मकै हो है मुरली मकै यो नि घरकै बारीको हो मुरली मकै उता गर्नु यस्तो हुन्छ यो सानोवाला मुरली मकै है नेपालीमा भन् ए सरी त्यो अलिक ठुलोबाट आउँदैन र लास्टमा छ यो जिम्बु ल्याइयो सकियो हाम्रो कति केजी अराउन्ड 20 to 23 केजीको सामान हो यो चाहिँ ल यस्तो छ पुरै सकियो यता डिब्बामा पनि हाल्दैछौँ हामीहरू घरको टुर चाहिँ म अर्को दिन सुट गर्छु आजलाई यति नै थ्याङ्क यू फर वाचिङ